Hello and namaste beautiful people, welcome back to my channel. It's your boy Vishal Giri. Hope you guys are fine अनि म पनि सन्चै छु र आज नयाँ भ्लग लिएर आइसकेको छु र आजको यो भ्लगको टपिक र थम्बनेलहरु तपाईहरुले थाहा भइसक्नु भएको छ कि यो भिडियो आज केको बारेमा हुन जाँदै छ भनेर हो आज म कुरा गर्न जाँदै छु MT-07 को सो फाइनली मैले चाहिँ MT-07 किनिसकेको छु हैन अब आज म MT-07 को देखाउँछु रिभ्यु गर्छु हल्का फुल्का राइड हानेर देखाउँछु त्यही हो ल अब चाहिँ म तपाईहरुलाई बाइक साइक देखाउँछु सो भ्लग चाहिँ मज्जाले हेर्नु होला है त सो हल्का बाइक पनि हेरिसक्नु भएको छ होला सो अहिले चाहिँ म अब यसको सर्भिसिङ हल्का फुल्का काम गराउँछ त्यही भएर त्यहाँ जाँदै छु र सानो राइड पनि गरेको देखाउँछु र के कस्तो हुन्छ हजुरलाई आज सबै भन्छु होप यु विल इन्जोय दिस भिडियो है त फिलहाल चाहिँ म अहिले यहाँ एकछिन रोकेको छु नेक्स्ट भिडियो चाहिँ म यसको मजाले डिटेलली हाल्छु कुनै बेला टाइम मिल्यो भने चाहिँ अहिले चाहिँ मसँग गोप्रोको चार्ज छैन हैन हल्का साउन्ड चाहिँ सिनारिम न गोप्रोबाट मसँग माइक पनि छैन मेरो माइक पनि कहाँ हराएको थाहा छैन 1% चार्ज छ कुन बेला डाउन हुने थाहा छैन है गाइस क्यान हियर द साउन्ड है सही मजा आउँछ है धेरै ठुलो बनाएको छैन मैले सायद अहिले क्यामेराबाट पनि खिच्न सक्छु हैन मसँग आज म्याप थिएन नि त्यही भएर कन्फ्युज भएर पनि रोक्यो हो चार्ज सकिन लागिसकेको छ अहिले एकछिनमा कुरा गर्छु है त गाइजहरु ल सो गाइजहरु अहिले चाहिँ म यहाँ सर्भिस गर्ने ठाउँमा आइसकेको छु एज यु गाइज क्यान सी द बाइक हैन बाइक चाहिँ मैले पार्क गरिसकेको छु अब अहिले चाहिँ सर्भिसहरु गर्नुपर्ने छ यसको हल्का फुल्का काम अनि त्यसपछि चाहिँ सही राइड जानुपर्छ हैन इफ यु वान्ट सी राइड भिडियोज एन्ड अल हैन डु लेट मी नो आजकल चाहिँ म बिजी कामहरु मज्जाले भइराछ यताउति हैन त्यही भएर चाहिँ बिजी छु तर बाइक चाहिँ आइसकेको छ घरमा एज यु गाइज क्यान सी भनेर भन्ने दिन आएको भए त यस्तो खुसी हुन्थ्यो होला तर यो बाइक मेरो हैन है गाइजहरुले चाहिँ यो चाहिँ मेरो बाइक हो भन्ने सोचिरा होला हैन मैले चाहिँ स्टार्टिङै त्यसरी गरेको थिएँ तर यो चाहिँ मेरो बाइक हैन यो चाहिँ मेरो साथी समुद्रको बाइक हो अनि साथीले चाहिँ अस्ति नै लिएको हो यो गाडी चाहिँ मैले यसको भिडियो बनाउँछु भनिरहेको थिएँ बनाउनै पाएको थिएन अनि त्यसले चाहिँ मलाई गएर सर्भिसिङ गरिदियो नि त फ्री छस् भनेर मलाई भन्यो भएर म फ्री भए भएर चाहिँ यसको सर्भिसिङ गर्न आइदिया हो तर यस्तो मिठो छ बाइक हैन हुन त एक्सपेन्सिभ पनि परेको थियो हैन MT-07 हो यो अनि त्यसपछि 2020 मोडलको हो हैन अनि बाइकको साउन्ड सुन्यो भने नै यस्तो मजा आउँछ हैन अनि त्यसपछि ल हल्का अघि नै मैले गोप्रोबाट कस्तो सुने आई डोन्ट नो हैन डिस्टर्ब हुन्छ यहाँ हैन अब रोडमा हिँड्दा नि यस्तो ठुलो साउन्ड आउँछ क्या अनि जस किन्न त बाइक चाहिँ किन्ने हो तर अहिले फिलहाल अहिले गाडीमै ठिक छु म हैन तर बाइक चाहिँ किन्छु कुनै दिन हैन तर म चाहिँ बनाउँछु अनि लास्टमा चाहिँ सही मज्जाले प्र्याङ्क गर्छु भने तर झुटो बोल्नै आएन क्या आया भन्न मन लागिहाल्यो मैले भनिदिइहालेँ हैन तर भिडियो नहाल्नु कति भएको थियो नि त्यही भएर पनि हो अनि बाइकको चाहिँ खासमा त्यसको सर्भिसिङहरु गरिदिनु पर्ने भनेर चाहिँ ल्याएको हो मैले चाहिँ म नि फ्री भएर चाहिँ अहिले बिहान चाहिँ कामसाम गरेर आएको थिएँ म पनि अनि के छ अरु नयाँ नौलो गाइजहरुको खबर मेरो चाहिँ एकदमै मजा भइराछ बवाल भइराछ अस्ट्रेलियाको लाइफ हैन कति कुराहरु अपडेट गर्न पाएन
भ्लगहरूद्वारा ल्याउने नै छु नयाँ नयाँ कन्टेन्टहरू। अब अलिकति युनिक खालको ल्याउने हो कि कस्तो खालको ल्याउने हो कि भनेर पुरै यहाँ सोचिरहेको छु, तर इम्प्लिमेन्ट चाहिँ गर्न सकेको छैन है। अनि त्यही हो, अब अहिलेको लागि चाहिँ अब यसको म अरू भिडियोहरू केही बनाइहाल्यो भने चाहिँ आई विल प्रेजेन्ट हियर होइन। बनाइन भने चाहिँ इन गर्ने बेला पनि म आउटरो त दिइहाल्छु। तर हुन्छ नि त अब मसँग यस्तो अनप्लान थियो कि गोब्रोमा चार्ज पनि थिएन, अनि ठ्याक्क त्यसले आजै छोड्या रहेछ बाइक होइन, मलाई त्यो पनि थाहा थिएन। बनाइदिउँ न त, वाइ नट भन्ने जस्तो भएर बनाइदिरहेको। तर ठिकै छ, अब गिभ अवे हल्का फुल्का गिभ अवेहरू पनि आउँछ। मेक स्योर यु गाइज सब्सक्राइब दिस च्यानल, स्टे ट्युन होइन एभ्री कुराहरूमा। अनि डु फलो मी अन इन्स्टाग्राम, फेसबुक सबैतिर, सो द्याट सबै अपडेटहरू चाहिँ तपाईँहरूले पाउनु पऱ्यो नि त। यदि अपडेट पाएन भने चाहिँ कति कुराहरू चाहिँ मिस हुन्छ। सो त्यो सबै कुराहरू पाउनको लागि चाहिँ फलो मी अन इन्स्टाग्राम, त्यतातिर लिङ्कतिर छ मेरो डिस्क्रिप्सनमा। अनि बाइक हेर्नु त सो बाइकहरू देख्यो भने चाहिँ आफूलाई अर्काको बाइक देख्यो भने चाहिँ होइन, पहिला मेरो बाइक थियो नि त जस्ट 390 ड्युक 390 ब्रान्ड न्यू किनेको थिएँ। अब त्यो पनि भनौँ न 10-11 हजार डलर पैसा खर्च भएको थियो सबै बाइक किन्दाखेरि, 9-10 हजार। अनि त्यही याद आउँछ क्या। जे होस्, यो बाइक पनि सेक्सी छ, चलाइरहेको हुन्छु कहिलेकाहीँ, एकदमै लेस होइन, त्यो आफ्नै काममा बिजी नै हुन्छ। तर यससँगको राइड हजुरहरू चाहनुहुन्छ भने चाहिँ डु लेट मी नो होइन, साथीलाई भनेर बाइक लिएर जान्छु त्यसको। अहिले चाहिँ म यहाँ हाइवेमा छु, एकदमै बिजी छ यतातिरको रोड चाहिँ। आज म मेरो क्यामेराबाट भ्लग गर्दैछु होइन। सो त्यही हो, स्टे ट्युन है त, के हुन्छ लेट खबर गर्छु म।